वेलकम बैक टू माई च्यानल। आज म फेरि नयाँ ब्लगको साथमा तपाईहरुको माझमा आइसकेको छु। आज चाहिँ हामी बफर रिभर भन्ने यो हाम्रो यो फ्लोटिङ वाटर रिभरमा जाँदैछौँ। त्यहाँ चाहिँ अब हामी आज हाम्रो मेन उद्देश्य चाहिँ हैन हाम्रो चाहिँ पिकनिक गर्ने र अनि त्यस तपाईको फिशिङ गर्ने पनि छ हाम्रो आजको प्लानमा। अब हाम्रो टिममा आज धेरैजना हुनुहुन्छ। Why Susan? Ready with the Hello guys. ल आफ्नो इन्ट्रोडक्सन दिउँ ल कहाँबाट आएको तपाईहरु हाम्रो all the way from Mississippi guys. सबैजना all the way from Mississippi. गर्मी कति छ त गाइस? गर्मी कति लाग्यो? गर्मी नेक्स्ट लेभल छ। लास्टै तर हामी आज पानीमा बसी बसी चिसो हुन्छौँ। के गर्ने रे? पानीमा आज स्विमिङ गरी गरी दामी चिसोहरु बस्छौँ हामी आज। सुजनले के गर्ने भन्दैछ त आज? आज हामी स्विमिङ गर्छौँ पहिला सुरुमा। स्विमिङ पछि हाम्रो आज ड्राई पिकनिक हुन्छ। स्विमिङको लागि सामग्री सबै छ नि? सब रेडी भइसक्यो। आजको यो प्लानको हैन सबै हैन क्रेडिट चाहिँ सुजनलाई जान्छ है आजको प्लानको। थ्यांक यू गाइस। हाम्रो यो ग्याङको चाहिँ हाम्रो मोडल पनि आउनु भएको छ अल द वे फ्रम मिसिसिपी सिन्जा। Hi guys, watch my TikTok, like, share and subscribe. वाउ आउटफिट चेक Outfit check. आज चाहिँ मैले यो पिङ्क कलरको टप लगाएको छु अनि यो ब्ल्याक कलरको म्याक्सी स्कर्ट हैन। अब गर्मी छ नि त त्यही भएर। अनि यो मेरो सनग्लासेस फ्रम Prada। गाइस अहिले चाहिँ हामी अन द वे छौँ यो हार्डीतिर जाँदैछौँ। अहिले हाम्रो डिजे सर चाहिँ यहाँ उहाँले एकदम पुरा हान्दै हुनुहुन्छ डिजे। रमाइलो छ रमाइलो। हामी अल टुगेदर यहाँको जान्छौँ 10जना हामीहरू आजको हाम्रो यो स्याटरडे होइन विकेन्डमा चाहिँ हामीले आज यसो टाइम मिलाएर होइन सबजना रमाइलो गरौँ भनेर हामी जाँदैछौँ। अब ड्राई पिकनिक र फिसिङ दुइटै सँगसँगै हुन्छ गाइजहरू। तपाईँहरूले हाम्रो भ्लग हेरेर एकदम इन्जोय गर्नुहुन्छ भने मैले आशा गरेको छु होइन। Hello guys. क्यामेराम्यान चार नवाबको साथ रिपोर्टर गाइस म चाहिँ आजको भ्लगको हाफ क्यामेराम्यान हो। जब अरुणदाईलाई लाइनम्यान चाहिन्छ म क्यामेराम्यान हुन्छु। अब चाहिँ हामी जे होस् तपाईँहरूलाई हाडी पुगेपछि नै भेट्दैछौँ। अहिले तपाईँको कति हाम्रो ठ्याक्कै 57 मिनट बाँकी छ। 57 मिनट पछि हामी ठ्याक्क हामी त्यो रिभरमा पुग्छौँ होइन के अरे बफर रिभरमा पुग्नेछौँ। अनि फर्स्ट टाइम गएको भएर खासै नाम थाहा छैन गाइजहरू। अब तपाईँहरूले चाहिँ हाम्रो भिडियो हेरेर होइन तपाईँहरू पनि त्यो ठाउँमा जान्नु होइन हामी चाहिँ रिकमेन्ड गर्छौँ। अब त्यहाँ गएपछि के कस्तो छ सबै हामी भिडियोमा सबै देखाउने कोसिस गर्दैछौँ। त्यति बेलासम्मको लागि चाहिँ गाइज स्टे ट्युन किप वाचिङ अनि Like, share and subscribe. गाइज फाइनली हामी यो हार्डी बफेट बिच भन्ने ठाउँमा आइसकेका छौँ। अहिले चाहिँ अब हामीहरू यो बिच एरियातिर जाँदैछौँ। अब हामी एकछिन यहाँ यसो एक्सप्लोर गर्छौँ। हामीहरू खासमा चाहिँ हाम्रो आज ड्राई पिकनिक गर्ने हामी सोचिरहेछौँ। गाइज अब हेरौँ के हुन्छ। यहाँ मान्छेहरू धेरै क्राउडेड एकदम बेसी धेरै रहेछ होइन। हामी पानीको लेभल पनि हाई नै रहेछ आज। स्विमिङ गर्न अलिक सकिँदैन होला। अब एकछिन हामी यहाँ बसेर हाम्रो नेक्स्ट अर्को हाम्रो डेस्टिनेसन छ यता म्यामथ स्प्रिङतिर जान्छौँ हामी। त्यहाँ सबजना मान्छेहरूले स्विमिङहरू गरिरहन् ट्युबिङ स्विमिङ। सुजन
कतिको तिमी एक्साइटेड छौ त म एक्साइटेड छु दाइ अब यहाँ स्विमिङ गर्नलाई हाम फाल्ने नाम फाल्ने सुजन खै हामी फालिहालौँ सन्जु दाइ हो हामी तालिम माथि दाइ अब एक्साइटेड छौ आज म एकदम दामी एक्साइटेड छु फर्स्ट भिजिट हो यो हाडीमा चाहिँ हो ए ल तर आज यस्तो दामी यस्तो राम्रो रिभर छ हामी नुहाउनु पर्छ दाइ पानी त धेरै नै छ यार यहाँ पुरा मान्छेहरू एकदम रमाइलो गरिरहेको छ इन्जोय गरिरहेछन् सबै के अरे के नुहाउने हो र यहाँ गाइजहरू एकदम पुरा स्विमिङ गर्नलाई रेडी छन् पहिला तर एकदम आज क्राउडेड रहेछ हौ कस्तो नेपाल जस्तै लाग्यो मलाई त नेपाल जस्तो लाग्यो कस्तो राम्रो छ है तिमी यहाँ पहिला आएको थियौ एकचोटि हातै तर रमाइलो रहेछ पानी चाहिँ आज कस्तो पोर पोर अस्ति पानी धेरै परेर होला कि दाइ है पानीहरू आएको फ्लड तर हरियाली कस्तो राम्रो है राम्रो देखिया छ हो नि घाँसहरू वाउ नेपालमा गएको जस्तै भयो नेपाल आएको जस्तै भयो हामी चाहिँ अब यो बफर्ड बिचबाट चाहिँ हामी अर्को लोकेसनमा जाँदैछौँ किनभने यहाँ अलिकति के क्राउड पनि धेरै रहेछ यो ठाउँमा चाहिँ अनि हाम्रो बस्ने स्पोट पनि खासै हामीले भेटेनौँ होइन अन्त हामी चाहिँ खासमा स्विमिङ पनि गर्ने हल्का स्विमिङ गर्ने भनेर सोचिरहेको थियौँ तर पानी पनि अलिक फोहोर रहेछ कि गाई चाहिँ अस्ति भर्खर यहाँ फ्लडहरू आएको थियो होइन त्यही भएर चाहिँ हामीले यहाँ नबस्ने डिसिजन लियौँ अब चाहिँ हामी यता यो म्यामथ स्प्रिङ भन्ने त्यो तपाईँको स्प्रिङ वाटर भएको ठाउँमा जाँदैछौँ अर्को लोकेसनमा त्यहाँ चाहिँ हामी अब यो हामी पिकनिकहरू हामीले घरबाट लिएर छौँ प्रायः सामानहरू होइन त्यो चाहिँ बनाउनु चाहिँ यहीँ बनाउने त त्यो लोकेसनतिर जानेछौँ कति मिनट लाग्छ अरे बेबो ओके सो 20 मिनट पछि हामी तपाईँहरूलाई अर्को लोकेसन म्यामथ स्प्रिङ पार्कमा भेट्नेछौँ है त गाइज ओके सी यु किप वाचिङ ठ्याप्प लाएर हेलो गाइज फाइनली हामी चाहिँ यहाँ यो नेक्स्ट स्टप म्यामथ स्प्रिङ आइपुग्यौँ अहिले चाहिँ अब हामी चाहिँ अहिले भर्खर म्यामथ स्प्रिङको भिजिटर सेन्टरमा पुग्यौँ अनि पुगेर फर्केर आयौँ हामीले चाहिँ त्यहाँबाट चाहिँ हामीले यो अब पिकनिकिङ स्पोट कहाँ छ भनेर त्यहाँभित्र हामीले जानकारी पायौँ होइन त्यसपछि यहाँ फिसिङको लागि पनि स्पोटहरू सबै यहाँ के अरे यहाँ विभिन्न ठाउँमा स्पोटहरू रहेछ त्यो पनि हामीलाई मार्क गरेर दिएको छ यस्तो यस्तो छ यहाँले चाहिँ कहाँ ट्राउट फिस ब्यास फिसहरू पाउँछ होइन त्यो सबै मार्किङ गरेर हामीलाई दिनुभएको छ त्यहाँ भिजिटिङ सेन्टरको मान्छेले अब हामी चाहिँ आफ्नो छुट्याइदिएको स्पोटमा हामी लिएर जानेछौँ अब हामी बार्बिक्यू गर्छौँ गाइजहरू अब त्यसपछि अनि हाम्रो नेक्स्ट प्लान चाहिँ बार्बिक्यू सबै हामी सामान राखिसकेपछि चाहिँ हामी फिसिङ गर्न पनि जानेछौँ हामी चाहिँ यहाँबाट तपाईँको हाम्रो स्पोटतिर जाँदैछौँ ल गाइज लेट्स गो है के भयो भन्दा बार्बिक्यू गर्न यहाँ खाली त छ तर स्विमिङ गर्ने ठाउँ चाहिँ उता पारी छ क्या क्रस गरेर उता गएर एकचोटि हेरेर आउनुपर्छ जस्तो छ सामान ल्याउनु यहीँ बसेर नत्र हामी बनाउँदा गरौँ स्विमिङ गर्दा गर्छ तर भनेको तिम्रो यहाँबाट जानु मिल्दैन क्या स्विमिङ गर्ने मान्छे उता घुमेर माथिबाट मिल्छ उता परपट्टि साइडमा छ कि स्विमिङ गर्ने ठाउँ तर स्विमिङ गर्ने ठाउँतिर नि एउटा खाली छ जस्तो लागेको छ क्या हेरेर आउनु त त्यही भने सामान धेरै बोक्नु पर्छ पर गाडी जान्छ भने गाडी लिएर जाऊँ भनेको कि गाडी जान्छ र उता है गाइज अहिले चाहिँ अब हामी फर्स्टमा आजको हाम्रो मेन्यूको फर्स्ट भनेको तपाईँको के अरे हाम्रो के हुन्छ आज फर्स्ट चाउमिन होइन के अरे पानीपुरी आज हाम्रो पानीपुरी स्पेसल हाम्रो सेफ मास्टर सेफ सुजनले पानीपुरी बनाउँदैछ गाइजहरू अब हाम्रो पानीपुरी एकछिन रेडी हुन्छ अनि त्योभन्दा पहिले चाहिँ उसले चाहिँ यो तपाईँको यो के अरे चाउमिन बनाउनको लागि पानी उमाल्दैछ हामीले सबै लिएर आएको छौँ घरबाटै प्रोपेन ग्यास के भयो पढाइकन एक्स्ट्रा चार्नु पऱ्यो नि पानीपुरी यस्तै गरेर अनि पासी ठिकै छ अब अरू छ होला नि त केही त्यो के अरे तिम्रो हो त्यसमै बनाऊ एक्स्ट्रा अब किन चाहियो ल गाइजहरू सबजना आफ्नो तालमा बिजी छन् फोटोसोटो खिच्नलाई यहाँ जस रमाइलो छ चहल पहल दामी छ यहाँ र हजुर लाइटर उयो ब्यागभित्र छ गाइज ल हाम्रो चाहिँ यहाँ पानीपुरी रेडी हुँदैछ हाम्रो यहाँ मास्टर सेफ अल द वे फ्रम जोन्सबोरो हामीले मगाएको छौँ गाइज कटिङ मास्टर यस गाइज हेर्नुहोस् चस्मा लगाएर काट्नुपर्छ चस्मा लगाएर काटेन भने आँखा आँसु आउँछ
के रेडी हुँदैछ गाइजहरू हाम्रो यहाँ ब्युटी क्विन हाम्रो अल द वे फ्रम मिसिसिपी लाज लाग्यो धेरै पनि नभन्नु यस्तो पस्दैन हाम्रो त्यो पानीपुरीको के अरे पानी त रेडी भइसकेको रहेछ नि त हुँदैछ वाउ हेर्दै दामी देखेछ है पानी खाएर आज पेट भर्नुपर्छ जस्तो छ हेर्नु यो साइडमा यस्तो मजाले ड्यामबाट पानी आउँदैछ रमाइलो छ यहाँ फोटो खिच्न व्यस्त छन् गाइजहरू हजुर यहाँ अर्को मास्टर सेफ यहाँ कुकिङ गर्दै हुनुहुन्छ के पाक्दैछ हौ सुजन के पकाउँदैछौ मकै के गर्ने मकै पोल्ने म बोल्दै त्यही बरु यहाँ उयो गरौँ न गाइस अब म एकछिनपछि तपाईँलाई फेरि नयाँ अपडेटको साथमा आउनेछु बार्बिक्यु गर्न के गर्ने हजुर ए के गर्ने त्यो ए कहाँ यसमा हाल्ने ए यसलाई त मजाले पहिला सफा गर्नुपर्ने थियो है त्यो अर्को त्यो डाउलै ल्याएको छैन नि यसले नि बालिदिउँ न त पेपर आउँदै ल्याउँछ एकछिनलाई यो बालिदिउँ न त माइ यो ब्रस त्यही मिड नाइट रात परि मात्रै हुन्छ हामीसँग त्यो ब्रस पनि थियो नि ब्रसकै यसलाई घोट्नलाई हामी बाल्नुभन्दा अगाडि घोटाइ हुन्छ नि त कुन बाल्ने यो आफै अब बलिहाल्छ नि तल पनि बल्छ अब कहाँ यसले केले घोट्ने सबै कुरा अब यो अलग करेन्ट पार्ट भएको यो त मजाले बल्दो रहेछ यार यो यसमा अलरेडी त्यो लिक्विड हुँदो रहेछ के चारकोल यो यतिकै सफा हुन्छ हौ भइसक्यो अब अर्को त्यो जाली छ भने चाहिँ जालीले सफा गर्न मिल्थ्यो कि अब पुरा के हो पड्का पड्किँदो रहेछ त ए हो सफा गर्ने कुरा यो वात्ता आउँदो रहेछ है बेला बेलामा त्यो लिक्विडहरू ब्युटेन होला माकुरा रहेछ नि भित्रभित्र पहिला मकै पोल्दिउँ अनि त्यसपछि हुन्छ मकै त अहिले देखाइ भइहाल्यो नि त्यो उसँमै बोक्रा सहित बोक्रा सहित बाक्लो बोक्रा छैन है के हुन्छ त एकछिन तात्छ नि त किन त्यो सबै तिमीले बोक्रा निकालिदिएको होइन ए ल हजुरले यहाँ बोक्रा छ धनियाँ पनि छ धनियाँ काटेर हाल्नु न ए सुजनले सबै बोक्रा निकाल्दैछ यार त्यो पातल खन्दा मैले त कोइलासँग गर्ने नि त आगो नहाल्नु भने त्यही भएर कोइला त कति बेला भइसक्यो सबै आइसक्यो सबै के बेला के हुँदैन एकछिन यो तात्छ चिम्टा खाँदा चिम्टा ब्यागमा ए ठुलै खाले रहेछ ए राम्रै खाले ल्याएछ त्यही ब्यागमा खा पाट भएर जुटी भएर कहाँ ए दुई थापाको ए कहिले हुन थाल्दो रहेछ अब
प्योर भिजा पाउँछ अस्ट्रेलिया युरोप अन्त मकटेल बनाउँछ मकटेल रे गाइज हाम्रो चाहिँ अहिले यहाँ मकै फर्स्ट लटमा मकै रेडी हुँदैछ यस्तै तालले बल्यो भन्छ नि होइन यो चारकल त पुग्दैन वाल वाल बल्दो रहेछ थ्याङ्क यू के आइसक्रिम पक्लिन्छ भनेको कम पप्सिकल मैले खासमा कोनवाला ल्याङ्ग्वेज प्राइभेट टिचरमा त्यो कोन मजा आउँदैन यही हो खै म कसरी देखेछु गर्मीमा ट्याक्क बाई पठाउनु पठाउनु सबलाई पठाउनु जेलस जेलस फोन यहाँ नेट चल्दो रहेछ कि त्यहाँ नचलेर प्राउन लो गाइज अहिले चाहिँ हाम्रो के अरे प्राउन रेडी हुँदैछ यहाँ हाम्रो हामी प्राउन रेडी गर्दैछौँ भाइ के हो मजाले फुल्यो त यो भेजिटेरियन राइस हो यो भेज प्राउन हजुरलाई थाहा भेज प्राउन धेरै मान्छेलाई थाहा हुँदैन यो साँच्चै भनेको कि यति खानेको ए भेज क्र्याकर पो रहेछ आलुको हो यसमा इन्ग्रेडियन्ट के हुन्छ भने दाइ मकैको पिठो गार्लिक सल्ट सुगर तिमुर ए यसमा त सानो हुन्छ हौ त्यो अलिक ठुलोमा हाल्नु पर्ने रहेछ हालेको ट्रेमा हाल्ने हो ए यहाँ ए न भेज पुग्छ र धेरै भयो भने त्यो हाल्ने तिनीहरूको धेरै खानेकुरा छैन हाम्रो त्यो भेज चाउमिन बनाउनु पर्छ अहिले भेज चाउमिन के हाल्ने खालि चना र अन्डा ए अन्डा अन्डा खाँदैनन् उसले मात्रै अन्डा खाने अन्डा ए भेज अन्डा खान्छौ पुग्छ अन्डा भेज एग भेज पुग्छ तिमीहरू भेज वा गाइज ल अब हाम्रो पुग्छ यार के अरे भेज प्राउन पाक्दैछ प्राउन भन्दा पनि आलुको चिप्स जस्तो छ यो आलुको के हेभी कि यो आलु चिप्स त्यसपछि चाहिँ हाम्रो यो पुरी पानीपुरीको लागि पुरी रेडी हुन्छ गाइजहरु के रे के भयो माइक अन छ मेरो बेबी कोन गाइज अब हाम्रो यो फर्स्ट लट प्राउन र अनि हाम्रो आलु फ्राई आलु चिप्स रेडी भइसक्यो पानी पनि ला हो गाइजहरु कस्तो देखाएको माथि है एउटा चाखौँ न त देखाएको माथि गाइज मिठो भयो पनि प्राउन चाख्नु ब्ल्याक पर्यो पेपर के अब धेरै पछि त्यही प्राउन खाइँदैछ अब यहाँ पाउन अलिक गाह्रो छ कहाँबाट ल्याएको यो सुन न तिमी यो प्राउन इन्डियन स्टोरबाट ल्यायो क्या अटलान्टा ए एटलान्टाबाट बाबु यो प्राउन सुजनले पुरा हाम्रो यो पिकनिकको लागि भनेर एटलान्टा गएर लिएर आएछ कस्तो दामी डेडिकेसन है तिम्रो अनि क्याटरिङको भाइहरू खै अरू यो प्राउनै हो नानी वाउ कस्तो मिठो छ मैले त टेस्ट गरेको छैन हो मिठो 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 वाउ थ्याङ्क यू हजुर नानी के बनाएको ए आलु यहाँ हाम्रो सेफजीले यहाँ पुरा अघि प्याज काटेर भ्यायो अब उसले अब बन्दा काट्दैछ यहाँ सबले आफ्नो आफ्नो काम गर्दैछन् आफ्नो डिपार्टमेन्टमा जे होस् के सके छैन र यो ए पानीपुरीको पालो ए ल क्याटरिङको व्यवस्था क्याटरिङ सर्भिस हाम्रो यहाँ पुरा मेहनतको साथ पकाउँदैछ तपाईहरुलाई बिए वर्तमान पिकनिक के गर्नु छ भने सुजन क्याटरिङ सेवालाई सम्पर्क गर्नु होला फोन नम्बर 8703403771 थ्याङ्क यू सो मच ल गाइस सुन्नु पनि हैन यहाँ पुरा केही बिहा वर्तमान के बर्थडे सर्थडे पार्टी भयो भने चाहिँ हाम्रो सुजन क्याटरिङ सर्भिसलाई सम्झिनुहोस् मेरो हेड सेफ मेरो हेड सेफ अल द वे फ्रम मिसिसिपी नाइस all the way from Bukor to Mississippi to अब गाइज ल हाम्रो मकै रेडी भइसक्यो हाम्रो कोन
पुरा हामीले यो बार्बिक्यू के अरे पोलेको मकै ठिकै। अब हाम्रो सेकेन्ड चाहिँ हाम्रो यो चिकन ओइल लाउनुपर्छ अलिकति हल्का। हुन्छ हुन्छ खै कहाँ छ यो के अरे ल अब यही हुन्छ होइन सुजन ल्याउँदै जाऊ हल्का हल्का। अब यसमा हाम्रो ओइल लाउनु पर्छ। त्यसपछि हाम्रो यो चिकन बार्बिक्यू गर्न हाम्रो रेडी छ एकदम पुरै। चिकन होइन त्यहाँ उ गर्ला भेजहरूको लागि चाहिँ मकै रेडी भइसक्यो। पोलेको मकै हाम्रो यहाँ मास्टर सेफ सुजनले पुरा एकदम मेहनतका साथ हामीले स्प्रे ल्याउनु बिर्सेको भएर चाहिँ एक्स्ट्रा काम हुँदैछ। त्यही भयो 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 ल भयो। एकचोटि सर चलाएको भए हुन्थ्यो। हजुर चलाएको ए पर्दैन अब भइसक्यो। बेमा यहाँ एकछिन खिचेर यहाँ मेरो पछाडिबाट बन्द ल अब हाम्रो यो बार्बिक्यू रेडी के अरे हाम्रो म्यारिनेट भइसक्यो बार्बिक्यू। अब टक्कसँगले यहाँ बार्बिक्यू पाक्दै गर्छ। हाम्रो त्यहाँ अर्कोतिर पानीपुरी पनि रेडी भइसक्यो होइन देबो। ल अब यो एकछिन पाक्छ अनि हामी चाहिँ पानीपुरी सुट गर्ने पख यो सबै हालिदिउँ न त एकछिन। ठुल्ठुलो पिस है यो सबै जान्छ जानु चाहिँ बिस्तारै बिस्तारै। ल अलि नजिक नजिक टाँसेर राख्नु पर्यो यार। ला यसलाई अब माथि उठाल्नुपर्छ। सुजन यो उता समात त यसलाई माथि उचालौँ। यो तातो हुनु ऊ हुन्छ यार। यति मात्रै कि पुरै माथि धेरै हुँदा पुरै त ल हो यतिमा राखौँ है किनभने त्यो चाँडो डढेको जस्तो भयो कि मुनिबाट पुरा लागिसक्यो। हल्का अब ओइल हाल्नुपर्ने छ यार। कहाँबाट यहाँ माथिपट्टि माथिबाट पनि सर छर्किनु त्यसमा हाल्ने त्यसमै हुन्छ। त्यसमा नहाल त्यो अघि भुइँमा राखेको थिएँ त्यसमा भुइँमा राखेको यसमा 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 ए भयो यहीँ छ त्यहाँ छ त्यहाँ हाल्नु होइन यसरी डोएर अनि यसमा त्यो ल्याउँछु अनि त्यही यसरी खै जल्दी यो उठाउ खै ल्याउँछ तातो खै यो कहाँ डोब्नु लाग्यो यो उठाउनु त यो दुईटा यहाँ डोबाउँ डुबाउ माथिबाट सर हाल त्यसरी त्यो यता उसमातिर पनि हाल ल यो के अरे फलामतिर त्यो टाँसिरहेको छ यार। हो अलि माथिबाट फर्क केही हुँदैन अलिअलि धेरै भए पनि हो। दाइ त बेच्दै हुन्छ हौ भयो राजा यतातिर पनि हाल सबैतिर हाल्यौ हाल्दैछु तिमीले अर्को हातले गरेछौ के उल्टोतिर यता पनि हाल अलिकति। यहाँ रागले पोल्यो के ल भयो यसलाई एकछिन आएर यसलाई उता राम्रो लाग्यो यसलाई फालिदिउँ। गाइस ल हाम्रो पानीपुरी रेडी भइसक्यो गाइस। अब चाहिँ हामी ल पानीपुरी रेडी हुँदैछ होइन। त्यसको लागि बार्बिक्यूको लागि खाली गर्नको लागि चाहिँ यहाँ केटाहरू साइज गर्दैछन्। हेलो गाइस अब अहिले चाहिँ हामी यहाँ फिसिङ गर्न जाँदैछौँ। हाम्रो चाहिँ अब त्यहाँ बार्बिक्यू रेडी हुँदैछ गाइजहरू। त्यसमा चाहिँ अब साँझ पनि फेरि पर्छ नि त धेरै फेरि हामी धेरै बेरसम्म बस्न पाउँदैन त्यही भएर के भयो हजुरको यहाँ नजिक वेट हाल्नको वेट हाल्नु तल पठाउनु वेट हालेन भने त्यहाँ बगेको गर्छ। अहिले मेरो पनि हालौँ
दाइ पारी हुन्छ पारी म पर खोला नगएको खोला दाइ त्यहाँ माछा होला जस्तो लाग्यो मलाई किन भन्नु न दाइ मेरो के गर्ने हो होला न कसरी ए माथिबाट यसो बटारेर अनि हामीले फिसिङ गर्न जाँदैछौँ अब हेरौँ के हुन्छ एउटा फर्स्ट ट्राई गरिदिउँ तर यो एकदम पुरा फ्लोटिङ वाटर भएको भएर चाहिँ माछा पर्न एकदम गाह्रो त गाह्रै हुन्छ जस्तो छ यार भ्याउँदैन यहाँ माछाहरू पाउँदैन जस्तो छ हौ अहिले चाहिँ हामी यो नेक्स्ट स्पोट त्यहाँ हामी पहिला त्यहाँ तल हामीले फिसिङ गर्न खोजिरहेको थियौँ होइन त्यहाँ एकदम धेरै हो त्यति पानी चाहिँ के अरे करेन्ट धेरै भएको भएर त्यो माछाहरू हामीले समात्न सकेन अब नेक्स्ट स्पोट जाँदैछौँ यो तपाईँको अर्को लोकेसनमा हामी आइसक्यौँ किनभने हामीले अगाडि त्यहाँ अर्को हामी पहिला त्यो के अरे ड्यामको ठ्याक्क मुनि परेको थियो होइन त्यहाँ ड्यामको मुनि चाहिँ खासै हामीले फिसहरू समात्न सकेनौँ किनभने त्यो पानीको करेन्ट एकदम धेरै भएको भएर अब हामीले यो नयाँ ठाउँमा ट्राई गर्न जाँदैछौँ हेरौँ के हुन्छ गाइज मैले सुरु गरिसकेँ हाम्रो भाइले सुरु गरिसक्यो गाइज अब म पनि एकलट ट्राई हानिदिइहालौँ न त्यहाँतिर पर्छ जस्तो लाग्यो मलाई माछा आमा कम्पिटिसन होइन खै दाइ ठुलो के ठुलो ठाउँ हामी यहाँ दुखीहरूलाई सानो ठाउँमा लेकमा माछा मार्ने बानी लेकमा नि होइन पोखरीमा दा हेर्नु यहाँ मुख लाग्छ दाइ मलाई हेर्नु है सन्जय पनि जानु छ कटु लिएर मैले आउँछु रे आफ्नो कहाँ छ अनि यहाँ चाहिँ कसले आउँछ फेरि अब त्यो काट्नुपर्छ अहिले के भइरह ए ल सुजनले यहाँ कतिवटा माछा मारिसक्यो हौ सुजन 1 करोड 7 करोड हो क्या हो माछा नआए पनि दाइ यो हल्का भयो कि लास्टै माछा नआए पनि भ्यागु त छ्याउँछ क्या हो सरी माछै पर्दैन यहाँ ठुलो लेकमा नसकिँदैन हौ दिनु न मैले पानी पुछिन लगाइदियो तिमी सधैँ हातमै मसँग त हात भन पानी पुछिन लगाइदेऊ हाल्नु नत्र म यहाँ चाहिँ रहेछ राम्रो ठाउँ पानीमा डुबेर मर्छ भने लेखाएको छ इ पानीमा डुब्नु राम्रो हो कि मेरो लागि खाइसकेको थियो यार खेल्न आउँदैन यत्रो उसमा फेरि ल यसो हेर हेर यहाँबाट यसरी होइन यहीँ रहेछ फाल्दा होइन यसरी फाल्ने होइन फाल्दा यसरी थिच्ने कि ल फाल माथिबाट फाले भुइँमा लत्रिन्छ अलिअलि गहिरो छ यार आउन राखिराख्ने यसलाई पहिला खोल्ने खोल्यो यो यहाँ खोल्यो अनि फाल्दाखेरि चाहिँ छोड्ने के लड्दो रहेछ लत्रिहाल्यो नि नन जान थाल्यो क्या बेर उता चाहिँ अलिक कम पानी छ हौ त्यहाँ चाहिँ बरु ठिक हुन्छ वी आर ब्याक अगेन गाइज अहिले चाहिँ हामी यो के अरे स्प्रिङ रिभरमा माछा मार्न भनेर आएको थियौँ तर एउटा पनि माछा परेन हाम्रो हतियारले धोका दियो आज दुईटा त हाम्रो जस मैले चाहिँ खासै पार्न सकिनँ एउटा पनि अल्झेन तर हाम्रो सुजन भाइकोमा चाहिँ दुईचोटि परेको थियो तर माछा बलियो भएको भएर डोरी सोरी चुडाएर भाग्यो सरी गाइज अब
अब यस्तै हो आजको भ्लग चाहिँ अब यतिमै क्लोजिङ गर्न के अरे अब क्लोजिङ गर्नुपर्ने भयो किनभने अब योभन्दा धेरै एक्टिभिटिज पनि आज गरिँदैन होला अब यति नै अब साँझ पनि पर्न थालिसक्यो नि त साँझ पनि पर्न थालिसक्यो फेरि सबजना टायर्ड पनि भइसक्यो होइन केही एक्टिभिटी गर्मीले। भयो घर गएर पनि जाँदै अथवा घर गएर भन्यो भने पनि We'll keep you update. अँ